ल गाइजहरु आज चाहिँ हाम्रो दाजु धनमानको छुट्टी जाने क्रममा यसरी पाक्दैछ। ल यो चाहिँ सेलरोटी हो। अब हामीसँग तपाईहरुले खानु होला। सेक्रेटरीको 14 लेभलको मान्छेको चाहिँ भ्याकेन्सी जाँदैछ भने देखा भन्नु हो। ल कुरा बुझ्नु भयो नि। पाली सेलरोटी अचार हो। यो चाहिँ पूर्ण रूपमा बनिसकेको छ सेलरोटी। ल यो चाहिँ हामी विदेशमा यसरी बनाएर खाँदैछौँ गाइजहरु। सेलरोटी राख्ने ठाउँ स्वाट 90 करोडको माल आयो। 90 करोडको माल। यो कति करोडको दाइ छेपाराको मासु? यो 2.5 करोड। 2.5 को छेपाराको हो यो? हो छेपाराको मासु। ल कति मिठो होला है। ल कलर पनि कस्तो दामी के सेम छेपारै कलर छ। साथीहरु तपाईहरु पनि खानु आउनु हुने। यो चाहिँ बन्दै गरेको रेसिपीहरु हो क्या। ओहो यो त के को मासु आयो भनेको त क्रोकोडाइलको मासु रहेछ। यो कुनामा लुकिरहेको के हो भमरा जस्तो। यो चाहिँ आफ्नै बारीमा फलेको अर्ग्यानिक तर यो फिलिपिन्समा फलेको 90 करोडको माल। टमाटरको आफ्नै पिडा छ हजुर। यहाँ हेर्नुहोस्। ल दाजुले चाहिँ यो 80 करोडको भाडा धोदै हुनुहुन्छ। यहाँ चाहिँ फेरि के हो 3 पत्रे मासु पकाउने कुरा छ। आफ्नै पारामा नाइटो सुन्नेको रोटी के उठेको जस्तो लामो। यो जुस बन्ने कार्यक्रम भइरहेछ। ओलाङचुङ गोलाबाट झरेको यो माल हो। यो मालले चाहिँ के गर्छ भन्दाखेरि सबै रोग व्याधि कष्ट हटाउने काम गर्छ। ल गाई जुस पनि बन्दैछ। जुस ओरिजिनल। यो चाहिँ माथि पर्वत हिमालबाट झरेको मालको जुस हो। ल यो चाहिँ जुस बन्ने कार्यक्रम भएको छ। यो बनिसकेपछि यसरी राख्ने हो। आमामा कति तल यो किर्ना जस्तो छ त। यो किर्नै हो कि के हो? कहाँबाट आएको दाइ माल? यो राँचीबाट हो। कराचीबाट आएको माल यो। ल गाइजहरु कराची से आया। ल दाजु तपाई ड्राइभर हो? ल दाजु ड्राइभर गर्नु मास्टर। ए हेड मास्टर हैन के रे हेड कुकुर। ए कुकुर हैन कुक सरी हजुर चिप्ल्यो। कुकुर हैन कुक हो कुक। सलाद रेडी भइसक्यो। अब निम्बु लिन जान्छु। यसमा निम्बु हालेन भने त अनि मान्छे मरिहाल्छ नि त्यस्तो पिस खाएपछि त। यो चाहिँ राजकुमार मा रे। वाउ राजकुमार माउ। यस्तो छ यहाँ बिजोक रमाइलो छ। ल यहाँ चाहिँ यस्तो भागो छ। रोटीको पुरा बिजोक भइसक्यो काका। ल काका अध्यक्षताको ग्रहण गर्नलाई दर्शक महानुभावहरू यहाँ पहिले चाहिँ सबै बिजी छौँ। किन बिजी छौँ भन्दाखेरि करोडको मार गिरिरहेको कारण खाना भन्दा पनि यहाँ हामी चाहिँ पहिले लाइभमा आफ्नो कर्म गर्दैछौँ। हामी चाहिँ यो 80 लाखको क्यामेराबाट प्रत्यक्ष प्रसारणमा छौँ। यो dubai.com शारदा टेली के हो बाट आउँदैछ। यो कालो कुर्सीमा यहाँको आजको ओनर मालिक डिएम सिएम पिएम उहाँ बस्नुहुन्छ। हेर्दै हुन्छ काका फोटो खिच्नुलाई एकदम बाङ्गी मर्की दिइरहनु भएको छ। कुर्सीमा हामीले स्वागत गरेको जानकारी गऱ्यौँ। बसिसक्नु भएको छ। अध्यक्षताको ग्रहण गरिदिनु हुन हाम्रो काकालाई विनम्र अनुरोध। ल अध्यक्षको ग्रहण गरिसक्नु भएको छ। धन्यवाद। ताली 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 ताली। ल यो चाहिँ यता भाँडा कुरा छ। ल है सेवारो।